आदरणीय दर्शक महानुभावहरू हार्दिक स्वागत छ आजको ताजा रिपोर्टमा। आज अत्यन्तै महत्त्वपूर्ण जानकारीमूलक भिडियो लिएर हामी तपाईहरु माझ उपस्थित भइसकेका छौं। अन्तिमसम्म जोडिएर साथ दिनुहोला। यदि तपाई हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर सदाको लागि जोडिनुहोला। तीनकुनेमा भएको आगलागीमा परि एबी न्यूजका पत्रकार सुरेश रजकको मृत्यु भएपछि यतिखेर सामाजिक सञ्जालमा निकै टीका टिप्पणीहरू आइरहेका छन्। कसैले सकारात्मक टीका टिप्पणी दिएका छन् भने कसैले नकारात्मक टीका टिप्पणी दिइरहेका छन्। कसैले कसैमाथि आरोप समेत लगाइरहेका छन्। यतिखेर अभिनेत्री एनी कुँवरमाथि केही व्यक्तिहरूले आरोप समेत लगाइरहेको यो सामाजिक सञ्जालमा टीका टिप्पणी आइरहेको छ। हामी तपाईलाई दृश्य देखाउन गइरहेका छौं। यो दृश्य हेर्न सक्नुहुन्छ तपाईहरु। एक युवतीहरू पत्रकार सुरेश रजकलाई बन्द गरेर बाहिर आइरहेको दृश्य देख्न सकिन्छ। तर हामी यो सबै भिडियो मार्फत तपाईलाई क्लियर फायर गर्नेछौं। यो भवनभित्र क्यामेरा लिएर भिडियो बनाइरहेका हुन्छन् पत्रकार सुरेश रजक। त्यसपछि कोठाबाट फटाफट बाहिर आइरहेका यी दुईजना व्यक्तिहरू को हुन् त? हामी तपाईहरुलाई यो पनि केही जानकारी गराउन गइरहेका छौं। यो दृश्य देख्न सकिन्छ। सरासर तल झरिरहेको यो दृश्य देख्न सक्नुहुन्छ। एक युवक हो या युवती हुन्, मुखमा टालो बाँधेर झरिरहेको पनि यो हामी दृश्य देख्न सक्छौं। एक अभिनेत्री एनी कुँवर हुनुहुन्छ, साथै मुखमा टालो बाँधेर एक जना पछि आइरहेको दृश्य पनि हामी देख्न सक्छौं। यही दृश्य देखेर केही व्यक्तिहरूलाई शङ्का उपशङ्काहरू उब्जिरहेको छ। यतिखेर सामाजिक सञ्जालमा अभिनेत्री एनी कुँवर निकै विवादमा तानिन पुगेकी छिन्। पहिला उनी सुरेशको कोठामा देखिन्छन्। यो दृश्य तपाईहरु हेर्न सक्नुहुन्छ। त्यसपछि आगलागी भएपछि लगतै सरासर बाहिर निस्केको यो दृश्य अनि कोठामा आगो निभाउन हार गुहार गरिरहेको दृश्य पनि हामी देख्न सक्छौं। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत लेखेकी पनि छिन् कि मैले आगो निभाउनको लागि हार गुहार पनि गरेकी हुँ भन्ने कुरो उनले व्यक्त समेत गरेकी छिन्। तर उनी विवादमा तानिन पुगिन्। सुरेशको मृत्यु भएपछि उनी विवादमा तानिन पुगिन् किनकि यो दृश्यले सबैलाई त्यस दोषी भन्ने यतिखेरसम्म ठहर भएको छैन। कुँवरले आगो निभाउन समेत सहायता गरेकी रहेछन्। कतिपयले उनी माथि नै आरोप लगाइरहेका छन्। तर उनले सामाजिक सञ्जाल फेसबुक मार्फत लाइभमा आएर पनि भनिरहेकी छिन्। तपाईले यो हेर्न सक्नुहुन्छ। उनले लेखेको स्टाटस पनि हेर्न सक्नुहुन्छ। तर यो घटनाको बारेमा यतिखेर नकारात्मक अनि सकारात्मक टीका टिप्पणीहरू आइरहेका छन्। उनीमाथि आरोप लगाए पनि उनी भन्छन् म होइन। अब छानबिन गरेर पत्रकार सुरेश रजकको न्यायको लागि सबैले आवाज उठाइदिनुहोला। धन्यवाद। फेरि नेक्स्ट भिडियोमा